के छ हौ मेरो रसभरीहरू। खासमा हामी चाहिँ केटी भेट्न जान लाग्यो के, मतलब पिकनिक ढाँटेको है मैले, पिकनिक हो जानी। संसारकै बाउहरू भन्दा छिटो उठेर आएको, झन् केटा त सुतिरहेको रहेछ के। विभिन्न मात्रै उठेर आइसक्यो, केटा चाहिँ आउँदै आउने यार, निस्किन्न कस्तो पागल हो। जानी चाहिँ 7 बजे हो रे, अहिले केटाले कुद्दा 6:30 भइसक्यो। केटीले पनि लाउँदैन हो यति धेरै टाइम त यार, यसले लाउँछ कि यति धेरै। ह्यापी बर्थडे बल्ल उठेर आयो केटीले, फेरि बहाना बनाइहाल्छ कि फेरि। मैले चाहिँ होइन भिडियो लास्ट लेट हालिछु कि, यसमा उसको बर्थडे चाहिँ 100 दिवसको दिनमा थियो, मार्च 16 गते ठ्याक्कै के। धन्दै आज उसको बर्थडे थियो, बल्ल बच्यो, नत्र मैले पड्काउँथेँ नि यसलाई, चलेर फालिदिन्थेँ कि किन ढिलो गरेको भनेर। यस्तो ढिलो बनाउने हो भने त पागल हाँस्नु पर्दैन, तर तेरै आज तिम्रो भ्लग अनि मन आएपछि त साइड हिरो नै भनिदिन्छ, साइड हिरो नै भनिदिन्छ। गाइस यसो बोल्नु पर्यो नि त। उही के हो तिमीहरू यार, हामी आज पिकनिक जाने हो होइन, टक्क जाँदैसकेको छ उता। Welcome back to my home. Welcome back to my home. To my हो केटाहरूले त फ्लबै हान्दिन्छ होला, हामीले त यार कस्तो हिरो भएर आएको। ल ओहो केटा हामी जान लाग्यो अब टकलाएर कब्जा हानिदिनु पर्यो अब चलाएर होइन, अगाडि बस्ने हो हामी चाहिँ। ड्राइभर म माइलो ल ताङगिन दामी ल स्टार पनि हान्दियो न, स्टार ओहो के हो यार सबै पछाडि छ है हामी चाहिँ होइन, अगाडि केटा हो। फाइनली गाइज हामी चाहिँ धोटी डाँडामा आइपुगिसक्यौँ। मतलब थुम्सी डाँडामा आइपुगिसक्यौँ। मलाई त खासमा आउनु नै थिएन, केटाहरूले केटी मिलाइदिन्छु भनेर जबरजस्ती गरेर आएको नि म। हजुरहरू पनि आउनु होला है, यहाँ गुम्बा पनि छ कि एकदम राम्रो छ, अनि यहाँ टक्कलाएर टेन्ट पनि छ है। टेन्ट तिमीसँग बसेर यहाँ टेन्टमा सुरुप चिया खान कति मजा आउँथ्यो है, आम्मामामा। ल केटाहरू हामी चाहिँ होइन टक्कलाएर पिकनिक आएको होइन, अनि हामी आइपुगिसकेछौँ। अब खानासाना नि खाइसक्यो, खाजासाजा खाइसक्यो। अब माथितिर जाने वरिपरि गीत बजा होइन, मेरो कपिराइट आउँछ कि फेरि, त्यही भएर मैले धेरै बोलिनँ है, भोइस ओभर हान्थेको कि, त्यही भएर। वरिपरि दायाँ बायाँ हेर्छु होइन, पिकनिक हाने के सबै मान्छेहरू। अनि अहिले चाहिँ हामी माथि जान लागेको। ल गाइस ल जङ्गलतिर आउने भने थुम्सेको जङ्गल हो होइन, यस्तो रमाइलो कताको घरतिरको जङ्गल जस्तो छ पनि यो पागल। अनि यस्तै हो अब, यस्तो उबड खाबड रास्ता छ। यस्तो के हो गाई चाहिँ के हो थाहा तपाईँहरूलाई? त्यो होइन यस्तो यो मैले पनि युट्युबमा हेरेर देखेको थिएँ होइन, यहाँ त हो पागल बिस्तारै ठुलो भएपछि यसलाई काटेर भित्रको खाँदो रहेछ क्या मान्छे। मलाई नि बल्ल थाहा भएको होइन, अब यही हो कि कुन चाहिँ मलाई पनि थाहा भएन। हजुरहरूले कमेन्ट गरेर भन्नु होला ल। मुतीको म देखाइन्छ केटा हो, देखाइदिन्छु होइन चिच्यान बाघ भाल भएर त्यसरी चिच्याएको तिमीहरू। भेरी नाइस ओ सोहन नाच, वाह दामी मुभ, यो डोरी तान्ने गेम होइन के, नाच्ने हो भने। ल दामी छ है ल। यस ओए छड्के सलाम जिम सानो नजिम गाउँ परेली। यो वन जङ्गलमा हामी के अरे यो जङ्गलमा वनभित्र पसियो ल बनाइला भाइ धेरै नबस्यो है, त्यो खस्ला त्यो। वाह क्या दामी भिडियो।
तर यस्तो मौका चाहिँ फर्की आउन कि अब फेरि साथी हो यार। तर एकदमै खतरा रमाइलो भइरहेको थियो, एकदमै मजा आइरहेको थियो के। एकैछिनपछि अर्को सुपरम्यान फेरि चिप्लेटी खेल्नतिर लाग्यो। सायद उसको बर्थडे भएर नि होला, आज त एकदमै खुसी थियो यार केटो त यार। विराज के विराज, यहाँबाट क्यामेरा एक्सन भयो, यहाँबाट मेरो ल यस नाइस म्यान नाइस वाउ वाउ। म पनि एक प्रकारको बाँदरै हो, त्यही भएर म नि गएँ चिप्लेटी खेल्न। र चिप्लेटी खेल्दा चाहिँ लास्ट बालपनको याद आउने कि फर्केर जाम भने नपाउने। त्यसपछि फेरि हामी अर्कै खेल्न गयौँ, गाडी बुम बुम गाडी बुम बुम। सुरुमा चाहिँ मैले बिस्तारै धकेलिरहेको थिएँ, केटाहरूले जोसाइदिइहाल्यो नि मलाई ओइ ओइ भनेर। त्यसपछि त बाहुबलीको पारा निकालिदिएँ मैले, जे बाहुबली या। केटाहरू चाहिँ डरेर मुन्दै लगाइरहेको थियो भने मम्मी बाबा त सैचुडी भन्यो होला केटाहरूले। केटाहरूको यो रिसलाई भुलाउनु लागि हामी भ्यू टावरमा गयौँ माथि। केटाहरू त रिसाएर होला मेरो माथि फोहोरै झारिदिथ्यो भने म त टोपी ओढ्नु पर्यो। होइन के साह्रो रिसा हो, सरी भन्दा नि मान्दै भन्न यार। तर लास्टै माथि रहेछ कि यो चाहिँ, तर यहाँबाट चाहिँ एकदमै दामी भ्यू देखिँदो रहेछ यार। नाइस वाटर लभली। होइन म स्वर्गमा पुगेँ हो कि चितवनमै छु यार। होरी यस्तो टाइपको चाहिँ फिल हुन्छ कि यहाँ माथि आइसी चाहिँ। अरू कुरा चाहिँ सबै ठिक हो, तर यहाँ चाहिँ हल्ले रहेछ यो काठ तल हेर्नु त, तल धन्दै लडेन यार हामी त यार। चितवनमा हुनुहुन्छ भने यस्तो ठाउँले चाहिँ नछुटाउनु है गाइज। अनि एकैछिनमा चाहिँ हामी खाजा खानातिर पुग्यौँ। केटाहरूको चाहिँ होइन खाएको मुतेको सबै भिडियो बना यार। मेरो भने एउटा नि बनाइदिएन कि यिनीहरूले फटाहरू। दुई हात जोडेर नमस्ते गरे बल्ल बल्ल यस्तो बनाइदिएको, त्यही पनि हेर्नु त यस्तो घिनलाग्दो छ्या के बनाएको यस्तो। लगातार पसिना बगाएर अनि हामी खाना खानातिर गयौँ। यस्तो दिन त अब फर्की आउन कि अब त बरु धेरै खाएको खाइ गऱ्यो भने चाहिँ टोइलेट चाहिँ आउँछ, मोटाउँछ। तर यस्तो दिन चाहिँ फर्केर आउन केटाकेटी हो। अब यो 12 सकेपछि तिमीहरू कता पुगिन्छ म कता हुन्छ अब त्यो त थाहा छैन मलाई, तर यो हेर्दै यो भिडियो हेर्दै म रमाउने छु केटा हो। आजको काम भनेको नाच्ने, हग्ने, मुद्ने अनि यस्तो गीत गाउने। हामीसँग समय पनि कम थियो अनि मैले हस्याङ फस्याङ हुँदै नाच्न थालेँ। तर मलाई चाहिँ आजको दिन जस्तो कहिले नि रमाइलो लागेन यार, साँच्ची हो कि। त्यो दिनमा त खुट्टै दुख्ने नाच्यो होला यार हामीले त। अनि डह्रो नाचेर हामी घर फर्क्यौँ। घर फर्किँदाखेरि त रातै परिसकेको थियो। अरू सबै चाहिँ घर गयो, हामी चारजना चाहिँ घर गएन। बर्थडे थियो नि त उसको, सेलिब्रेसन त गर्नु पर्यो नि होइन र। ल केटा अब चाहिँ डह्रो बर्थडे सेलिब्रेसन गर्नुपर्छ यहाँ। एकजना चाहिँ मोबाइलको किने रहेछ यार, जतिखेर नि मोबाइललाई झुन्ड्या। म चाहिँ एकदमै स्याड थिएँ किनकि अब हामी छुट्टिने बेला भयो त, त्यही भएर के गाइज। ह्याप्पी बर्थडे टु यु, टु यु विराज, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु हिरो। त्यस्तो है नाकमा पार्दैन कि त्यहाँदेखि मेरो नाकमा एकदम भिआइपी खायो टलाएर ल फेरि ह्याप्पी बर्थडे टु नभनौँ, ह्याप्पी बर्थडे टु मेरो हिरो ल। ल खुवा अननदले अब गर्नुपर्छ, अननदले तिमीलाई त अब ल हामी ल गाइस ल साथी हो ल यहाँ छिटो दिन ल छुट्टी पनि ल उसो उताबाट जान्छ होला है ल। सो आज चाहिँ उसको बर्थडे पनि थियो अनि पिकनिक पनि थियो, रमाइलो भयो। जे होस् अविस्मरणीय हुन्छ यो। रुम जाने हो ल ल टाटा ल टाटा सी यू के अरे नेक्स्ट डे।